हेलो नमस्ते, के छ खबर, कस्तो हुनुहुन्छ सबैजना? कुशल मङ्गलै हुनुहुन्छ होला है। यो चिसो चिसो मौसममा न्यानो माया आज मलाई के खाना बनाउँदै थिएँ, सोयाबिन अनि मकैको भात है। अनि ठ्याक्कै याद आयो कि हाम्रो पहिला गाउँघरमा हुने कुरा है, यो चाहिँ साँचो कुरा नै हो। यो कुरा पहिला पुरा भिडियो सुन्नु होला, अनि मन पर्यो भने आफूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है। हाम्रो गाउँमा कि पहिला म सानो हुँदाखेरि आटो खान मान्थिनँ कि। आटो भनेको यहाँ चाहिँ मकैको च्याख्ला भन्छन्, कसैले मकैको चामल भन्छन् है, आफ्नो आफ्नो ठाउँ अनुसार फरक फरक हुने कि। तर मलाई चाहिँ म चाहिँ कान्छी छोरी, बाबालाई चाहिँ बुवाको दाँत थिएन अनि मकैको भात चाहिँ खानुहुन्थेन कि। अनि बाबालाई सानो पित्तलको कसौडीमा भात पकाउनुहुन्थ्यो, म त्यही खान्थेँ। मलाई अहिले पनि मन त पर्दैन, अब घरमा सबैजनालाई दुई थरी पकाउन झ्याउ लाग्छ, अनि अहिले चाहिँ खान्छु कि खाना त। पहिला चाहिँ हाम्रो गाउँघरमा चाहिँ कस्तो हुन्थ्यो भने धानहरू बेच्ने, चामलहरू बेच्ने, अनि मकैको भात चाहिँ खान त खाने कि जो अलि उसो नि दुखी गरिबहरू छौँ नि त, उहाँहरूले चाहिँ खान्छ भन्ने टाइपको त्यो मेन्टालिटी थियो कि। तर अहिले कलियुग भन्छ नि, साँच्चीकै हो जस्तो लाग्छ कि। अहिले चाहिँ ठ्याक्कै उल्टो छ नि त यहाँ चलन। सहर बजारमा गाउँघरतिरको मान्छेले चाहिँ बरु भात खान्छन् कि सहरको मान्छेले चाहिँ मकैको चामलको भात है, अनि गुन्द्रुक यति महत्त्व हुन्छ सहरमा। हो रहेछ कि हाम्रो बुवाहरूले भनेको, बाउबाजेले भनेको कुरा चाहिँ साँचो रहेछ। को कोलाई यो कुरा सही लाग्यो